Hello, सबैलाई नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। तपाईँ सन्चै हुनुहुन्छ? म सन्चै छु गाइस। आज यहाँ हिजो रातिको हावापानीले हाम्रो रुख कसरी डुलाइदिएको छन्। पुरै फलहरू साथीहरू कस्तो फल थियो नि। पुरै अरूको दाना त्यो अङ्गुर पनि पुरै सुत्याएको फलेको नेपाली। हाम्रो अरू त पुरै ढलिने साथीहरू हावाले अङ्गुर के गर्नु हावाले आज विशेष दिन मेरो बाबुको जन्मदिन। मेरो बाबुलाई टाढो गए पनि ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। सधैँ खुसी शुभकामना। हाम्रो काकाहरू लौका पूजा सबसे मकै त यस्तो छ हाम्रो गाइस। बारी 2082 आज मेरो बाबु 7 गते पर्नु गएको बर्थडे होइन। फेरि यहाँ टाढा गए पनि धेरै धेरै सम्झना मिठो माया छ है। ह्याप्पी बर्थडे भन्न पाएँ टाढैबाट पनि। थ्याङ्क यू। पनि यस्तो लाग्छ किराहरू एउटा नगरेर किराले खासक्दै पुरै पानीले गर्दा पुरै कुहिया छ डाँडा पनि साथीहरू। फेरि हाम्रो खुर्सानी खुर्सानी कति सानो बोटो खुल्दा खाने। फेरि यहाँ भिन्डीहरू होइन, हाम्रो सागसब्जी करेसाबारी गाई बिरानी खुर्सानी। नेपाली त हाम्रो खुर्सानी दुईपल्ट पनि कस्तो रिया छ नि गाइस। कप कप खाने हो गाई। मलाई त कस्तो दाइ लाग्छ नि जस्तो खाने बेला पनि कस्तरी ढलिदियो नि फल्नु पुरै। त्यहाँदेखि त यस्तो भएको छ कस्तरी मन अर्कै भएको छ नि यो ढलेर नि यस्तो भएको छ।